साथीहरु एकैछिन उहाँले भनेको कुरा सुनिदिनु होला। साथीहरु एकैछिन भिडियो अन्तिमसम्म हेरिदिनु होला। कुन पार्टीको पोजिसन उहाँ चाहिँ के भन्दै हुनुहुन्छ युवराज सफल एकैछिन उहाँको कुरा सुनिदिनु होला। साथीहरु प्लिज अन्तिमसम्म भिडियो हेरिदिनु होला। तरिकाले राजनीति गरिरहेका छन् भने जेनजी आन्दोलनपछि जेनजीका समर्थकको नाममा समेत राजनीतिक पार्टीहरू खोलेका छन्। यसै सन्दर्भमा एकदमै सही हो उहाँले भनेको चाहिँ पनि बहुमत ल्याउँछ, मिसन 84 अब देखाउँछ भन्ने कुराहरू पनि सार्वजनिक भइरहेका छन्। तपाईलाई लाग्छ जान्नेलाई छान्ने अभियान चलाएको रासोपा पार्टीको अबको पोजिसन के हुन्छ? मलाई लाग्छ रासोपा पार्टी जान्नेलाई छान्ने नाममा केही पनि नजान्ने हुल्लडहरूको विभिन्न पार्टीबाट अवसर नपाएका, पार्टीमा अवसर नपाएर हिँडेका, निराशामा परेका, कुण्ठामा परेका व्यक्तिहरू रासोपामा गइरहेका छन्। त्यसैले जान्नेलाई छान्ने तर केही पनि नजान्ने हुल्लडहरू चाहिँ को बहुमत आउने स्पष्ट देखिन्छ। रासोपामा जान्नेलाई छान्ने भन्ने तर केही पनि नजान्नेहरूको चाहिँ बोलवाला हुँदैछ। पार्टीको बारेमा र अगाडि बढ्ने देखिन्छ। अहिलेसम्मका विभिन्न विवादास्पद मान्छेहरू अगाडि बढिरहेका छन्। सहकारी ठगीमा त्यो पार्टीले गिनेज बुकमा नाम लेखाइसक्यो। त्यस दुईटा पासपोर्ट, विभिन्न बहु विवाह काण्डहरू पनि देखिरहेको अवस्था छ। त्यसैले अब यस्तै गलत कार्यहरूमा यसले रेकर्ड ब्रेक गर्दैछ। अबको चुनावमा गलत कार्य गर्नेहरूले मात्रै बोलवाला गर्नेवाला छन्। पासपोर्ट काण्ड, नागरिकता काण्ड, बहुविवाह काण्ड, जान्नेलाई छान्ने तर केही नजान्ने काण्डमा नमस्कार।